आज चाहिँ साथीहरू म आज छुट्टीको दिन हैन अनि यसो एप्पल बगान घुम्न जाम भनेर एप्पल बगान घुम्न गएको छु हैन आएको छु सर र यतापट्टि चाहिँ भर्खर फल्न थालेर छ रमाइलो छ सर र हावा चलिरहेछ हैन कति मज्जाले मिलाएर रोपेछ है एप्पलहरू पनि सरसँगले कस्तो रमित लाग्दो हेर्यौं हेरौँ जस्तो पर्या कस्तो रमाइलो ठाउँ हैन विदेशमा जे भयो नि सिस्टमले चलेको छ जेही कुरा पनि कस्तो मजा छ हेर्नु हेरिरहँ जस्तो त्यहीँ बसिरहँ जस्तो घुमिरहँ जस्तो आनन्द मुड पनि फ्रेस हुने हैन तर एप्पल रोप्ने यस्तो सिस्टम छ कि हेर्नु अब कसैले त्यो टिपेर खाँदैन उहाँ भुइँभरि झरेको छ अब त्यो सबै कुहिएको छ यता लटरम्मै फलेको छ कस्तो मजा छ मजा यहाँको एप्पल बगान घुम्दाखेरि चाहिँ मलाई जुम्लाको याद आयो कि जुम्लातिरको एप्पल बगान कस्तो दामी छ नि त्यही याद भयो जे भने रमाइलो भइरहेछ हामी घुमिरहेछौँ हैन कोही उँधोबाट घुम्दै हुनुहुन्छ कोही हामी यताबाट छौँ जे भने सर र डुलेर हेर्दैछौँ हैन अब कतिसम्म घुमिँदो रहेछ आज एप्पल बगान म भिडियो गर्दै लानेछु हैन बोल्दै जानेछु सबैले मन पर्यो भने हेरिदिनु होला हैन मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला यदि हजुरहरूलाई एप्पल बगानको भिडियोहरू मन पर्यो भने यस्तै यस्तै भिडियो म कहीँ घुम्न गएको ठाउँको भिडियोहरू म बनाएर ल्याउने छु हैन खासै मलाई त यस्तो राम्रो भिडियो बनाउन चाहिँ आउँदैन हैन ट्राई गर्दैछु हेरौँ ट्राई गर्दा त हुने हो नि त जे कुरा नि हैन सिक्दै जाने हो नि त एकैचोटि राम्रो हुँदैन सिक्दै जाने हो यता चाहिँ भुइँमा झरेर बग्रेल छ कि हेर्नु नि भुइँभरि बग्रेल 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 छ अब यो के गर्ने र कस्तो मनै कटक्क खाने गरी भुइँभरि झरेको छ कि न केही जनावरले आएर खान्छ न केहीले खान्छ सबै भुइँभरि कुहिएको छ यता चाहिँ हरियो छ यस्तो मजा छ कि हावा सरर चलिरहेछ घाम पनि लागिरहेछ हावा पनि चलिरहेछ जे पनि घुम्न मजा आइरहेछ रमाइलो छ कि रमाइलो कस्तो दामी हिँडी पनि रहेछौँ हामी बिचबिचमा घुम्दै पनि छौँ भिडियो पनि गर्दैछौँ हेर्दै पनि छौँ घुम्दैछौँ कति घुमिँदो रहेछ एकछिन चाहिँ घुम्ने हो हैन नगलन्जेली घुम्ने हो गले चाहिँ फेरि बस्ने एप्पल टिप्ने हो खान थालिहाल्ने हो फेरि अब $20 तिरेर हेर्न आएका छौँ हैन अब एप्पलको बगान हेर्नलाई नि $20 तिर्नुपर्छ कति पैसा कमाउने बाटो चाहिँ कस्तो मजाले बनाएको छ के रोपेको छ जति खाए पनि भयो टिपेर एउटा 4टा दाना जति अट्ने एउटा सानो ब्याग दिन्छ हैन त्यो ब्यागमा भर्यो खाँदो खायो त्यही एक ब्याग सानो ब्याग दिन्छ त्यसमै लिएर आयो घरमा आउँदा $20 एकजना बराबर $20 तिरेर हामी हेर्न आएको तर पनि हेर्दाखेरि चाहिँ के हो पैसा तिरे जस्तो पनि नलाग्ने कि आनन्द मजा रमाइलो भइरहेछ जे भयो नि आँखालाई पवित्र भइरहेछ सट्टै बाटोहरू पनि बिचबिचमा कस्तो मजा छ हैन घुमेर हेरौँ हेरौँ परेको छ जता हेरे नि हाराबारा छ रमाइलो आनन्द यत्र दाना फलेको छ हेर्नु नि कोही ठाउँमा भुइँभरि छ कोही ठाउँमा रुखभरि छ कोही ठाउँमा भर्खर फल्न थालेर छ हल्का अलिअलि कोही ठाउँमा बिरुवाहरू छ भर्खर रोपेको बिरुवाहरू यहाँ चाहिँ यो अर्कै खालको छ हैन खालको छ कि हरियो पनि छ रातो नि छ सेतो पनि छ जस्तै परिको छ न चाहिँ तर अब हामी घुमेर चाहिँ अब कतितिर जान्छौँ गएको ठाउँको मात्रै देखाउँछु हैन अब पर बिचको त कसरी देखाउने कुरा नि भएन जे भए पनि रमाइलो छ साथी हो के गर्ने एक दिन घुम्न गयो आँखाको पवित्र हेऱ्यो फर्केर आयो खाने बेलामा बजार गयो किनेर ल्याएर खायो कुरो त हो त्यही हो बजार नगई त हुँदैन किनेर ल्याएर नखाइ त हुँदैन अब बगानमा त यसो रमाइलोको लागि हेर्नको लागि घुम्न जाने यता चाहिँ बिरुवा भर्खर फल्न थालेर छ
मसिनो मसिनो बोर्ड छ भुइँबाट टिप्न पुग्ने गरी भुइँभरि झरेको छ अलिकति होइन र पनि जे जस्तो भए पनि हेर्न चाहिँ मजा के आँखालाई चाहिँ साह्रै मजा लाग्यो। साथीहरूलाई कस्तो लाग्छ होइन लाइक कमेन्ट गरिदिनु होला मन पर्यो भने। म यस्तै यस्तै भिडियोहरू ल्याउने छु होइन। हस् अब अर्को भिडियोमा भेटौँ है सबैजनालाई। थ्याङ्क यू सो मच। सबैजनालाई धेरै धेरै धन्यवाद।